बाहिर निस्किँदा हाम्रो सम्माननीय प्रधानमन्त्री ज्यूले चाहिँ गोल्ड स्टार जुत्ता लगाइरहनु भएको थियो कि होइन अनि त्यसपछि उहाँले चाहिँ ठ्याक्क मलाई देखाउनु पनि भयो र मैले गोल्ड स्टार जुत्ता लगाउनु भएको छ भनेर त्यस्तो प्रधानमन्त्री अहिलेसम्म मैले देखाएको थिइनँ मलाई त सबभन्दा खुसी लाग्यो यो भ्रष्टाचारहरू रोकिने भन्ने कुरा छ चोरी बैठारीको कुरा रोकिने भनेर चाहिँ अनि डोमेस्टिक प्रोडक्सन गरेको ऊहरू गर्ने भन्नुभएको छ अझ त्योभन्दा पनि खुसीको कुरा मलाई आज एकदमै खुसी किन लागिरहेको छ भने म ठ्याक्क बाहिर निस्किँदा हाम्रो सम्माननीय प्रधानमन्त्री ज्यूले चाहिँ गोल्ड स्टार जुत्ता लगाइरहनु भएको थियो कि होइन अनि त्यसपछि उहाँले चाहिँ ठ्याक्क मलाई देखाउनु पनि भयो र मैले गोल्ड स्टार जुत्ता लगाउनु भएको छ भनेर त्यस्तो प्रधानमन्त्री अहिलेसम्म मैले देखाएको थिइनँ उहाँले चाहिँ नेपाली प्रोडक्टलाई अब तपाईँहरूले पनि त्यो फोटो पाउनुहुन्छ होला अहिले नै अनि उहाँले देखाउनु पनि भयो र मैले चाहिँ नेपाली प्रोडक्टलाई उहाँले प्रोत्साहन गर्नुभएको छ अब त्योभन्दा ठुलो कुरा मेरो लागि त आज ड्रिम डे हो तपाईँ त सेयर मार्केटमा पनि राम्रो अनुभवी होइन स्टक मार्केटको लागि चाहिँ कस्तो छ आई थिङ्क अब हेर्नुहुन्छ नि सेयर्सको भ्याल्युजहरू सबै बढ्छ अब जनअपेक्षित छ व्यावहारिक छ तपाईँले मलाई सोध्नुहुन्छ नि प्राइभेट सेक्टर इज भेरी ह्याप्पी होइन अनि सबैजना जनताहरूको लागि एकदम राम्रो छ किनभने बच्चाहरूको स्कुलको कुराहरू गरिरहेको छ दिवा खाजाको कुराहरू गरेको छ हस्पिटलको पहुँचको कुराहरू छ इन्सुरेन्सको कुराहरू गरिएको छ होइन त्यसले गर्दाखेरि आई थिङ्क ओभरअल एक्सिलेन्ट बजेट है हस् धन्यवाद